कोसी हो क्या लाज लाग्छ क्या बुढी पट्टु मात्र लाग्छ क्या लाज लाग्छ नै नआउने लन्डेमा त म गम्मै लगाइदियो नि त तर 7,000 बिचरा बहिनी हो बहिनी म चाहिँ यस्तो सोचेको होइन पोखरा गएछ भनेर सोचेको कि राष्ट्र काठमाडौँमा आएछ कि रिजु यसो गर न अघि नै लाइभमा हुँदाखेरि देखेको थिएँ क्या अनि त्यो डनसँग पनि थियो नि त अनि रिजु अहिले बोलाऊ कि कति 20-30 हजार होला त्यो ब्याङ्क खातामा लगेर त सबै सकिदेऊ त लु जाँदिनँ सकिदेऊ न भोलि प्लेन खर्चै नहोस् न चोरुडाको बम गाजीको काम हो प्लेन टिकट काट्ने बसमा जाओस् न बसमा तर स्लिपिङवाला बस पनि मजा आउँछ होला है सिलगढीवाला बसमा त मजा आउँदैन ओ चोरुडा सिलगढीवाला बरु होटलमा चाहिँ मजा आउँछ ओ चोरुडा के रिजुलाई लैजाऊ झापा सिलगढी बसमा अब म जाँदिनँ झापा जेडी भाइ हजुर दाइ विशाल र मलाई नि बम गाजीले त्यो प्यासेजमा सुताएको छ विशाललाई पनि कहिले बिर्सिँदैन होइन कान्ठाडे विशाल र अमृतलाई साँच्ची हो र ए आम्माको सम होला होइन आज पुरै पर्दा फाल्छ होला जस्तो चाहिँ बाबु गाजी गर्दा उठाइयो यो मैले अस्ति आएको बेलामा कि कालो झन्डा यसो लाजु होइन लाताले भुवाकै दियो विशाल यहाँ ठोक्यो होइन कालो झन्डा माथि त्यस्तै राति कालो झन्डा जलपा भनेर लाताले भुवाकै दिन्छ होइन राति मातेर छादे उसकोले राख्छ त रुममा अनि यहाँनिर विशाल म बस्यौँ एकछिन गफ गऱ्यौँ यहाँ बस्दाखेरि विशाल यहाँनिर यतापट्टि गएर यसो टुक्सुक्यो बसेर यतापट्टि यसो टुक्सुक्यो बसेर होइन सुनेको डाङडाला डुङडुङ ट्यापटारा ट्याप 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 के हो कुल म्याकटक बिचरा सुन्दाखेरि त कानको जाली त फुटेन नि तिम्रो कानको जाली चाहिँ होइन के चाहिँ बिग्रिएको थियो होला म त केही पनि गरिनँ होइन विशाल त हतार हतार टोइलेट जाँदा त कुनी के गर्नु विशाल थाहा छ हामीलाई कसले बिहान बिहान हतियार समातेर पिट्दै बसेको उसीको चाहिँ हाँस्दैछ बुझेर बिहान बिहान हतियार होइन हौ सिके हराएको म त समाचारमा दिनु आँटेको थिएँ त हौ अस्ति रिजु दाङ्गा छु भन्थ्यो विशाल पनि 2-3 दिन हरायो ए म दाङ्गा खुलुते म बर्दिया चाहिँ गएको होला दाङ चाहिँ गएन प्लिज लाग्छ त मलाई पनि उ गर्न आँटेको ठिकै छ त होइन मैले त्यस्तो म विशाल तिमीसँग कस्तमै बोलेकै थिएन कति भइसक्यो थाहा लाग्यो म लाइभमै आयो भने हिजो अस्ति बोलेको विशालसँग त बोलेकै थिएन भने कसम नाम त कति राम्रो यार डार्लिङ बिचरा चोरुडा आज पनि त्यही होला विशाल बिहान बिहान उठ्यो छैन भिडियो कल गरेर त्यस्तो गर्दै गिलास हालेर त के राख्नु पर्यो गिलासमा तिमी चाहिँ हालेर राख्दै हुन्छ त केमा सुईमा हालेर राख्दै हुन्छ त ल्याबमा त्यो ल्याबमा होइन कि तिमीलाई ग्लासमा हालेर त्यो पछि अनि आउँदाखेरि गिलासमा हालेर त कसरी हुन्छ भने यस्तो हो क्या रिजु बरु त्यो चटपटेवालाले निचोरेको अमिलो झर्ला चोरुडाको झर्दैन यति साह्रो पनि नभनु न बिचरा अहिले फेरि अलिअलि भएको केटीहरू पनि डरले भाग्दाखेरि काठमाडौँ आएको बेलामा हो त त्यो चटपटेवालाले त्यो निचोरेको हुन्छ नि अमिलो फ्यालेको हुन्छ नि त्यसमा निचारेर बरु अमिलो झर्छ होला हौ जाठाहरू छाड न बोल जाठाहरू मैले त केही बोले फेरि म त एकछिन केटा एकछिन बखन म टोइलेट जान्छु ल अहिले गइस ऊ गिलास बोकेर जाऊ है गिलास अनि जेडीलाई खाऊ सुरुमा जेडीलाई खाऊ अनि त्यसपछि होइन मैले नि भाँडा धुनुपर्छ यार कसम होला त्यो एक थोपा रममा पानी हालेपछि 1 गिलास जिस्क्यो न चोटबुढाले त 30 ml खायो भने त मात्र झ्याप्पो हुन्छ त
40 ml मै रेजु हाँ रेजु जाउँ सक्यो सेलरोटी जाउँ एलडी छ अँ एलडी हिजो अस्ति कहिले फ्राइडे गरेर आएको फकाउँदैछ चोरुलाले फका दरबार मार्का जाउँ नि त उही मलाई चाहिँ एउटा क्लबबाट फोन गरिराख के डाइनामिकबाट त्यो न्यु इयरमा त्यो एउटा केटा छेवाङ लामाहरू अनि त्यसपछि मिस्टर भान्सा को गाउँला अरे अनि भिडियो बनाइदियो भनिरहेको थियो ए चोरुला रिजुलाई लगाएपछि भएर ब्याङ्क जित्नेपछि भएर त्यो भाडामा सधैँ गरेको देख्नु नपरोस् नि ला छ्या भाँडा माझेको अलिअलि जान्नुहुन्छ कि हुन्न बमका चाहिँ जिन्दाबाद त्यो क्लबमा चाहिँ जेडी नै त्यो त्यस्तो जेडी नै मनपर्छ प्रायः जेडी खाएर जान्छ आजभोलि चाहिँ म त अहिले त भट्टमा सरिसकेँ लु त्यसो भए नआऊ है म तपाईँलाई देखेर म त अलि नहोइ नानी। नानी नआऊ ल बहिनी प्लिज नआऊ ल इ, ला, त्यो बहिनी के छ डार्लिङ तिमी र म खानुपर्छ अरे ल ल कति लाइभ इन गर आज दोकान चल्दैन कि जाउँ जान तपाईँहरू अब आज रमाइलो गर्नु तपाईँहरू त्यहाँ 8K पर्छ अरे 8K पर्छ प्रदत्त टनक्क लन्टे माछालाई तन्काउँदा रेजुलाई यत्रो लन्टे माछा मुखमा काममै लगाइदिनु तपाईँ 7,000 भनेको थियो 90 ml चोरुला लु जु यहाँबाट भन्नु जुरी कोठा हिँडे कहिले अस्ति कति डिसेम्बरमा अक्टोबरमा होला अनि 7,000 रुपियाँ अरे त्यो 90 ml को होइन किन खाइन्छ गएर बरु ओ के अरे 1,000 रुपियाँको खाइन्छ टन्न खाइन्छ सबैजना प्लेट टेप्नु हुन्छ त्यो भन्नु के हेरेर बसिरा तिमीहरू कुरा सुन्दै हात कता लगाउन थाल्यो कि क्या गाली गरेर न गाली जसले ट्याप ट्याप गरेर त्यसको चाखमा पिलै आओस् होला त विशाल रे बङ्गाजले होइन जसले ट्याटु गर्छ कि गर्दैन त्यस्तो के पो हुन्थ्यो अनि त्यसको त्यो उसमा बुढीलाई पिरियड होस् रे त्यस्तो गर्दै हिँड्छ रेजु जाउँ जाउँ आऊ आज रहिला तर न जाउँ कुन ठाउँ चोरुला सलक्कै गएको देख्नु नपरोस् अरे भइहाल्छ ब्यान्डमा ब्यालेन्स सकि रित्तो हुन्छ आज चोर बुढा जहाँ जान्छौ ती जान्छु तिमीले जहाँ जान्छौ फर्केर जाँदा बस्न जानु पर्ला है चोरुला नानी चोर बुढा आएन भने डह्रो ठोक्नु है रेजु के गर्छ जाउँ जाउँ हिँड आइज लाइज ल उठ उठि पनि आइज ल दाइ नउठाए कट्टुमा बसिरह होला अहिले म कट्नु हुन्छ बुढा कट्नु हो भने रेडी भइरहेको हुन्छ नि एकदमै छु हो हे राम त्यही अघि लास्ट वाला भिडियोमा जे छ नि त्यही छ के हो यार जो बोली पनि त्यो फोरी बोली कट्टु पनि लगाएको छैन र त जाँडालाई थाहा हुन्छ मैले कट्टु लगाएको छैन भनेर त कि मेरो कन्डो पछि सुनिदिनुहोस् र जाँठा हो भने कट्टु पनि लगाएन भन्दो रहेछ त्यसलाई तँ नभएको देखाइदेऊ न ऊ त जानु पर्यो म त झाटोलाई जेडी आयो कहाँ गएको हौ यता आएको वेलकम जेडी वेलकम रियाक्सन कि नहुनेले जाडो छ नै अनि भर्खरको भाउजूलाई मैले नआउन दिने ए भाउजू आइज आइज अरे आउँछ त भयो लाज लाग्छ क्या बुढी कट्टु मात्र लाग्छ क्या लाज लाग्छ नै नआउने अरे म यस्तो बोल्यो भने त म त भाग्छु है फेरि भाउजू म त भाउजू नभन ल प्लिज प्लिज लजस्वत मान्छे छु क्या फेरि एक नम्बरको अरे त्यो त बुढी आइज जाउँ त्यो दाइको लागि बुढी खोज्दा सन्तान 92वटा कि 98वटा भन्दैछ अनि गाइज रेजु भन्न जिन्दगीमा क्लब गएको छैन लैजान हौ एकचोटि प्लिज यार गाएन नाटक म पनि गाएन हो म त तर मान्छेहरूले चाहिँ म क्लब जान्छ यस्तो भन्छ तर म जाँदैन क्लबमा लैजान मलाई आज मैले चाहिँ म क्लब गएकै छैन जेडी लगेर जाऊ त उसलाई क्लबमा उही जेडी भाउजू चाहिँ नभन ल तिम्रो म भाउजू चाहिँ होइन चोरबुढाको गर्लफ्रेन्डले मलाई मार्छ फेरि होइन मैले चोर बुढाको लागि मात्र भने होइन नि त
यो एउटा यहाँनिर गर्लफ्रेन्ड छ होइन यो गर्लफ्रेन्ड पनि पुरा न्यु खोज्छ मसँग कुन चाहिँ गर्लफ्रेन्ड तासी दिदी आज कहाँदेखि आई लभ यु भाइ भनेर बुढाबुढी खेलौँ न आज आइया बुढा त्यस्तो नभन्न छ्या मैले तिमीसँग बिहे गरेको छुइनँ है प्लिज त्यस्तो नभन अहिलेसम्म मैले बिहे पनि गरेको छैन भा उजु भन्दै आउँछन् फेरि कहिले बुढी रे गाइस गाइस उतापट्टि गएर सबैजनाले भाउजू भनौँ होइन यसलाई मैले जसरी पनि बिहे गर्नु छ भोलि पर्सि केटाहरू चिया खान आउँछ बमकाजी पनि चिया खान आउँछ विशाल पनि चिया खान आउँछ चिन्ता नगर पनि आउँछ चिया खानु त्यसो सरकार तिमीहरू तिनजनाकै बुढी एउटै बिहे गरायो कि तिमीहरू सबैजनाले त्यो त मैले बिहे गरेपछि केटाहरू पनि भइहाल्छ नि मलाई चाहिँ नभने साँच्ची तोर बुढा जस्तो नभने नजिस्का के हो कुरो रे होइन मेरो बुढी हो यो रेजु जिन्दगी अन्त साला पात्रै कि नि भुताए भुत उही केटी बोलाएछ कि क्या हेर त जेडी 103 त होइन त के हो बुढी सुन्न मेरो बुढी कति राम्रो छ नि जेडी जेडी मेरो बुढीको फेरि ट्याटु हेऱ्यो भने मेरो बुढीको ट्याटु हेऱ्यो भने तिमीलाई कोमा जान्छ भने फेरि केटा हो अरे कसरी गर मिनुमा थिएन आउने छैन पो टाटो मेरो मलाई त आज त निन्दा लाग्यो हिजो ढिला सुतेर क्या अनि छिटो उठ्यो पनि साथीहरू ल सिङ्गापुर त ल लन्टे माछाको व्यवस्था गर्नु पर्यो ए है सिङ्गा सुते थिएन अत्र त म के भन्नुहुन्छ उताको बोका अङ्कलले त थुक्का आवाज पनि कस्तो म्याच गरेको म्याच गराएर बिग ब्रदर कपाल हाल्नु त्यो उसको अब सलमान खानको जस्तो कपाल हाल्नु के अनि बुढी भनेको सुहाउँछ बुढी सुन्न को साली हो साली ए कत्राका साली हो र म दिदी हो जेठी दिदी भन्नु जेठी दिदी हो ढोक्दिया दिदी भाग्यमानी हुनु यस्तो ज्वाइन लिनु भन्दा तर पक्लक्क मर्थिनस् बरु सम वेलकम बरु डाइरेक्टै भन्नु नि भइसक्यो त मेरो बोयफ्रेन्ड अबदेखि माइत आउने होइन त्यहाँ यस्तो ज्वाइन लिएर आउने तैँले माइत आएछ भने तँलाई मैले नै जाने छ रुख आजदेखि त म बहिनी चिन्दिनँ म नाक काटिस तैँले आज नाक काटिस जेडी माथि आउने फेरि आउने भएपछि रिक्वेस्ट तैँले आज अरे यार नाकमा झन् अमेरिका चाक पनि काटिन्छ अरे गरेर चाक नकाट चाकले त जे गरे चाकले गरे ओइ भाइ छ यहाँ ओइ छाडा न साली भाइ छ जान्छु त्यसो बस एकछिन बस न मलाई तर समुले धोका दियो यार केटाले केटालाई चुप्पा दिइरहेछ नि के हो यस्तो त्यही भने बुढी त्यो साह्रो बुढी बुढी भनेको होला आफ्नो बुढीलाई बोलाएको हो क्या ओइ एउटा रोजाना बुढी बेसी ट्याटु नखपा होला बुढी प्लिज भिजी जाने मात्रै भन्छन् भाइ रोजाना भनेको त उता चोर बुढासँग जाऊ उता चोर बुढाले फ्रीमा लानेहरू जाऊ ए फ्रीमा भन्नु फ्रीमा त कहाँ जान्छन् होला पैसा दिनुपर्ने उता धनी मान्छे अरे के चोर बुढा उता जाऊ म गर्ने नानी नेपाली भिसी पनि भइछ नाच्नु फिल्म दिने क्या कोसी हो क्या त्यही पनि कहाँ पुग्छ उहाँ 1900 ए रन्डाले ठुल गरो हेर्न मासला बोका कसले थुकेको अब बम्बेदा कस्तो नभएर अनि के तपाईँलाई आएर चुम्मा दिने त्यो जिब्रो निकाली बिजे हेर नत्ती भयो कि यो त थ्याङ्क यू मेरो प्यारी बुढी
आमै रेजुलाई भनेको छैन मेरो बुढी यहाँ छ यहाँ ए यो चोरबुढाले कल गरेर खाने ब्लक गरिदिनु ल ल नम्बर भए पो कल गर्नु बुढीको त नम्बरै छैन यस्तो नि बुढा हुँदो रहेछ आयो गाह्रो छ त्यही भएर बुढी क्लबतिर धाउँदो रहेछ यही तालले रहेछ बुढाको यही ताल भएर विजय यहाँ हेर न छिटो न ऊ हाल त मुनिजान चोरबुढा हेरौँ कहाँ जाने मेलोडी जाने अरे एलओडी जाने टाइम भइसक्यो किन जाउँ अहिले नि सीता गु तर नाक र मुखहरू चाहिँ अनुहार चाहिँ तेरोपट्टि गयो भने नि कसम बम्का चाहिँ लौनु बाबा तिरुपट्टि नाक अनि त्यताको गतिलो हुनु पर्यो नि जानलाई नाक हेर्नु न उताको यताकै गएको ठिक छैन बिउ चाहिँ धानको छरेर अनि बोट चाहिँ उसको खोज्ने कोदोको अनि त्यही त अरे होइन कि नाक पनि अनि ठिक हुनु पर्यो नि त यताको राम्रो नाक भएपछि यताकै आएको राम्रो नि त्यस्तो थ्याप चाहिँ नाक दिएर त्यो नाक हेर्नु न अनि उताको नाक आएको राम्रो हो सिगान आउनु के सिगान फ्ल्याट आउनु के फेरि जिब्रो चला तेरो बुढीको तेरो बुढा नि तेरो बुढा हो क्या ओके म्याक ठुलो कुरा गर्छस् लौ बा ओइ तेरो बुढा भन्थे तेरो बुढाको बुढा के चोरबुढा के पातल बोलेको ऋतु बस्ने त ब्लक गरेको मान्छे ए ऋतु बस्नेलाई नगएर ऋतु बस्नेसँग नगएर होइन यो मलाई ल्याङ गर्दैछ कि तर यो चोरबुढा ऋतु बस्नेलाई गम्मै जस्तो लाकै हो नि हो कसलाई पशुपति भाइ मलाई पनि थाहा भिडियो लाग्छ त चोरबुढाले ऋतुलाई थोक्का जबरजस्ती गरेको के राम्रो त्यो ओइ कसैले उनिस्टिक झार्देऊ न हो के त्यो जति नै राम्रो बुढा आए पनि म आफैले छोडिदिन्छु यहाँनिर दुईटा चिरेको छ म आफैले छोडिदिन्छु के चिरिएछ के चिज अरे के चिरिएछ अरे यहाँनिर दुईटा यस्तो छ कि यस्तो छुटेको छ म आफैले छोडिदिन्छु झाडा जान छोडिदिन्छ होइन युरिन त पहिला चिरिएकै हो थाहा छ त हामीलाई पनि देखिरहेछ त यसको औँला भात त कसको अनि यत्रो यिनीहरूलाई तिनजनालाई उतापट्टिको तिनजनालाई यत्रो लन्डे माछा खुवाइदिनु सुध त उताबाट यता खाना ढिला हुन्छ कि यतै आएर खुवाउनु पर्यो तिमी मसँग सुत्यो भन्दा नि कससँग कति मिठो पात गनाउँछ थाहा छ छ्या भयो म सुत्दिनँ ल म बरु म एउटा हेर सुत्ने होइन भेट्नै डर छ हो भेट्ने आउँदिन भेट्नै डर छ सुत्ने कुरा त छोड भेट्दा भेट्दै बाटोमै पादर उडाइदियो भने के गर्नु यार बुढी मलाई त भेट्नै पर्छ नि ल फेरि कस्तो गुवा आयो छ्या म त गुवाएर उसलाई फेरि साँच्चीकै हो क्या जस्तो नगर डेभिडले जस्तो चाहिँ नगर ल ए भगवान् उही ट्याप ट्याप गरेर ट्याप उता ट्याप गाइस नहाँसौँ न यहाँ ट्याप गर साँच्चीको हङ्लाको होइन यतिकै बसेको गफ दिएको हँसाउनलाई समुख ओइ रेजु तरमा पनि ढिट ल परौँ न ढिक त लभ गर्दिन ओइ ट्याप ट्याप गर न